के गरेको होला ए के छ हक्कर भएको यो त हेर्नुहोस् साथीहरु आजको हाम्रो काम चाहिँ यो हो भुलिराख्नु भएको छ मिस गरिराख्नु भएको छ आई एम इन हियर भिलेज राइट नाउ बहुत बडा रमाइलो रहेछ यो हेलो साथीहरु र यो भिडियो चाहिँ अब सेकेन्ड पार्ट है र खरसाङ गएको र आई होप तपाईहरुले फर्स्ट पार्ट मन पराउनु भयो होला र यो सेकेन्ड पार्ट पनि अन्त्यसम्म हेरिदिनु होला भन्ने चाहन्छु र तपाईहरु कोही पनि मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ प्लिज डु लाइक शेयर एन्ड सब्स्क्राइब टु माई युट्युब च्यानल है त ल किनभने चाहिँ अब फेरि नयाँ नयाँ भिडियोजहरु आउँछ हैन सो मैले त डेली भ्लग चाहिँ गरिरहेको थिएँ तर के हुन्छ भन्दाखेरि चाहिँ अब एउटै फोनबाटै भिडियो बनाउनु प्लस एडिट गर्नु चाहिँ अलिक समय बहुत लाग्दो रहेछ सो त्यसले गर्दाखेरि चाहिँ अब ग्याप हुन्छ भिडियोहरु चाहिँ अब आज गरेको भिडियो 2 दिन बाद या 3 दिन बाद त्यसरी आउँदैछ साथी हो र आई होप र पनि तपाईहरु सबैजनाले मन पराउँदै हुनुहुन्छ किनभने पहिलाभन्दा धेरै धेरै भ्युजहरु आउँदैछ मलाई त एकदम खुसी लाग्दैछ साथी हो म त के गर्नु एकदम डरलाग्दो तपाईहरुको लागि थ्याङ्कफुल छु म क्या तपाईहरुले मलाई यति सपोर्ट गर्दै हुनुहुन्छ म चाँडै सायद धेरै सब्स्क्राइबर गेन गर्छु होला र भ्युजहरु पनि राम्रो आउँछ होला सो आजको यो भिडियो चाहिँ सेकेन्ड पार्ट हो अस्तिको फर्स्ट पार्ट के कस्तो लागेको थियो तपाईहरुलाई कमेन्ट गर्नुस् होला र कतिजनाले चाहिँ मेरो सेकेन्ड पार्टलाई वेट गरिराख्नु भएको थियो त्यो पनि कमेन्ट गरिदिनुस् होला र यो चाहिँ अन्त्यसम्म हेर्नुस् होला है र म जुन चाहिँ जग्गामा गएको छु त्यो जग्गा चाहिँ एकदमै रमाइलो पनि छ है र हेर्दाखेरि पनि अब हुन्छ नि अब तपाईलाई एकदम अब मजा आउने खालको जग्गा छ म त अब एकदम फ्ल्याट भयो क्या त्यो जग्गालाई देख्ने बित्तिकै र मलाई पनि आशा छ तपाईहरुलाई पनि त्यो जग्गा चाहिँ एकदमै मन पर्छ सो यो भिडियो अलिकति लामो हुन सक्छ साथी हो तपाईहरुले हेर्दिनु चाहिँ होला है अन्त्यसम्म ओके सो स्टार्ट गर्दै छु तपाईहरुलाई के कस्तो लाग्छ प्लिज कमेन्ट गरिराख्नुस् होला है र कमेन्ट गर्नुको साथसाथ प्लस लाइक गरिदिनुस् शेयर पनि गरिदिनुस् तपाईहरु सबैजना फ्यामिलीहरुलाई यो भिडियो शेयर गरिदिनुस् है र मलाई अझै ग्रोथ गरिदिनुस् भन्न चाहन्छु ओके त स्टार्ट गर्दैछु है त भिडियो आज के कस्तो लाग्छ भन्नुस् होला है ओके अब म जाँदिन बिस्तारै जान्छु ल कस्तो खालको मान्छे हौ कहाँ राखेर साइड दिएको कहाँ राखेर साइड दिएको होला आप्पाको रोड हो क्या हौ मलाई बनाउँदैछ है कसलाई अर्पणालाई घुम गाडीमा चल्छ अलिकति अन्डरस्ट्यान्डिङ गरिदिउँ बिचराहरूलाई हाम्रो प्यारो दाजुहरूलाई जान त म सक्थेँ कि जाँदिनँ तर आउँछ तिमीहरू पनि के याद राख्छौ भुल्डुङ छैन रहेछ नि हौ नि बाँध्दैन हौ भाइ साहब कति कराइ छ र राम्रो छ है हात बाजेर सिटी दिएको के कहाँ सिटी दिएको त फाइदै भएन मराहरूलाई म छु अब तिमीहरूको म अब के गरेको होला है के भएको मान्छे हरन मारे म छोडिदिन्छु त बिस्तारी बिस्तारी सबलाई के भएको
बिस्तारै कुदाबाट जोक्तिले आउँदो रहेछ मलाई यहाँनिर चाहिँ खोज्नु होला अब भिज्ने रहेछ नि कस्तो अचानक पानी परेको है त्यही त अचानक पऱ्यो बाक्लो अघिदेखि आउँदै रहेछ नि यहाँ त पानी ए के छ हतार भएको लु अब जा त के को हतार हो आम्बो जामा जस्तो मान्छे खोइ हो न घरहरूतिर त दिँदैन होला बस्नु कहाँ रन्चाउनमा रहँदैन नि ऊ बाक्लो छ म भिजिसकेँ तँ आमामा आफू चाहिँ छाती छेरी के हालेर के तँ भाइ यतानिर एउटा दोकान होला हौ उयो घर होला हौ अलिक अगाडि जाउँ त उयो पुल होइन हामी यो तुङपुल होइन कस्तो खालको हतार गरेको हो आम्बो त्यस्तो लिकतिर पो ओभरटेक गरिबस्छ केले गर्दा म चाहिँ लड्नु क्या हो के भएको मान्छेहरू त्यसलाई राम्रो बाटो पायो भने छोडिदिइहाल्छ त जग्गा घरि पछिबाट हरानै नमारी छोड्नु खोज्दा निरज त गएन त ड्युटी यहाँ रोकौँ होला हौ उत्तर त नाना निरजको दोकान छ बाक्लो त पऱ्यो त उहाँ आउन उयो दोकानमा आँखाको घर त जग्गा हेरेर रोक्नुपर्छ नि लौ त हेर्नुहोस् साथी हो आजको हाम्रो मुकाम चाहिँ यो हो यहाँ पुग्नु पर्छ हामी चाहिँ सो अहिले चाहिँ म यहाँनिर छु हो सो त्यहाँ पढाबाट चाहिँ हामीले रेनकोट लगाइकन आएको थियो कि फ्लप भयो नि फ्लप यता चाहिँ वेदर यस्तो रहेछ हो त्यहाँ पर चाहिँ हामीले लगाएर रेनकोट फेरि होइन गति झन्डै मान्छे हाँस्यो नि त देखेर हाँस्यो कस्तो चाहिँ होला अब खतरनाक भने पटाइदिएर राख्दै भइहाल्यो त ल पर्दैन अझै पानी रङ्गुलोड होला मैले अघि जलदेउतालाई फोन गरेर सोधेँ त्यस्तै हुन्छ त्यो बातै हुन्छ हाल न हेट अब त्यस्तै हुन्छ नि हौ मैले पानी मैला पारेको छुइनँ अनि किन मैला पार्नु थियो र यो अहिले चाहिँ यहाँनिर हामी खरसाङदेखि यता सेन्ट म्यारिज साइड छौँ सो अब चाहिँ हामी यहाँबाट जाने खरसाङ यहाँ चाहिँ वेदर ठिकै रहेछ नि त बिचमा रेनकोट लाउनु पऱ्यो नि हौ पानी कस्तो पर्छ पानी भर्खर घाँस पुऱ्याएको जस्तो भएछ नि ट्र्याकको माथिमा तानिरहेको छ नि त किन म त मलाई हेर्दैछ भनेको त ट्र्याक माथि तानिरहेको छ नि त ट्र्याक माथि तानिरहेको छ नि त पानी भित्तानेर अघि अन्त मलाई मजाले हेर्दैछ किन भनेको त त्यसको बाजेको इन्सल्टिङ यु आर इन्सल्टिङ मी यु गुए हेर अन्त NH10 को हालत यो देखेर त हाम्रो गाउँको बाटो नबनिन खुसी नै लाग्छ मलाई त मेन रोडहरू नबनिदिएको मेन रोडहरू त यसो जान्छ भने त हाम्रो गाउँको बाटो हुन्छ बनिन्छ त्यो रातो हेलमेट लाउने भिजे त
अन्त बिस्किट दोकानहरू त तल पो राम्रो छ त यहाँनिर राख्नुकै छ म यहाँ प्रणयताको दोकानमा राख्छु प्रणयताकोमा राखिराख्छु प्रमोद सर प्रणयदा प्रमोद दा पर्छ प्रणयताको दोकानमा राख्छु तल किन्न छ के मलाई यसो ठिक के हो तँ जत्रै छ क्या त्यसको उहाँ जाने प्रणयदालाई भेटेको जाउँ हाम्रो प्रणय सरलाई प्रणय सर गुड मर्निङ तपाईँ भएकोमा भन्नु तपाईँ कस्तो याद आयो नि त तपाईँ पुरा याद आयो नि त हो तपाईँको याद पुरा आयो कि अनि भेट्न आएको एक्लै हो एक्लै खोइ दादाहरू पुकारदाहरू कहाँ गयो अहिलेतिर निस्किन्छु तल गएको के भन्छ गौरी शङ्कर हुन्छ त यहाँ चाहिँ नानाको साथी सोनामदीले चाहिँ बर्थडेमा गिफ्ट दिने अरे कि अन्तखेरि यहाँ गोल्ड हेर्दैछौँ यस्तै भनेको बट्टारीको भनेको त्यो त बट्टारी छैन त त्यो त डिजाइन मात्र रहेछ नि बट्टारेको त्यो डिजाइन पो रहेछ त त्यो बट्टारे कहाँ रहेछ त कसलाई गर्ने हेलो भिडियो कल गरिदिनु न उठो भाइ हेलो भिडियो कल गर्दा देखाउँछु नि लौ त अब चाहिँ हामी यहाँबाट निस्केको नानाको लागि त्यो हेरेको सामान चाहिँ भएन नानाले मन पराउनु भएन अब नेपालको मान्छेहरू हो नेपालको त फेरि अब सुन चाँदीहरू भन्ने त एकदमै डरलाग्दो उयो गर्छ कि अब उनीहरूलाई त पुरा ज्ञान हुन्छ क्या नलेज हुन्छ सुन चाँदीको विषयमा कति छ हाम्रो दार्जिलिङकोहरू चाहिँ बरु अलिक सुन चाँदीपट्टि त्यस्तो उयो राख्दैन तर नेपालकोहरू त खतरा हुन्छ नि सुन चाँदी त नेपालकोहरूले त झुट्टै मान्छ नि यहाँबाट अलिकति अगाडिसम्म जानुपर्छ अङ्कल चाहिँ खास आउनेवाला हुनुहुन्थ्यो कि पर्सै फेरि अङ्कल एक्लै हुनुहुन्छ अरे नि त घरमा त्यसले गर्दा चाहिँ फेरि हामी जानु पऱ्यो उयो देखेर गाउँ जान चाहन्छु उयो गाउँ त हो लाग्छ दाजु चाहिँ तपाईँ लाग्छ मम लभ ड्याड आमाले पापालाई त माया गर्नु परेको छ त्यो मम लभ ड्याडहरू नदेख भनेको त्यो अब यहाँको मात्र होइन होला नि त नि अब नेपालबाट यो बगान
नेपाल बरु कर्स्याङ भनेपछि हो रहेछ मान्छेले भने नेपाल देखेर कर्स्याङ नेपाल बसेर कर्स्याङ नदेखे भनि हिँड्थ्यो नेपाल बरु कर्स्याङ देख्दै रहेछ हो र आज तैँले पनि यो बाटो पनि देखिस् खुसी लाग्दै होला तँलाई टेस्की बाजेको यसको यो बाटोतिर गएको छैन नि त म यो बाटो कहिले कहाँ गएँ लगेर गएको छैन नि म सिलगढी फर्स्ट टाइम देखेँ होला खुसी लाग्थ्यो होला टेस्की बाजेको कुन चाहिँ जग्गामा आयो भन्थ्यो होला नअत्तालिन नि त फेरि अत्तालिन्छ नि त के र तेरो लभ स्टोरीहरू यतातिरै छ क्या त्यही भएर आन्टी मिठाईहरू चाहिँ कम्ती खानु भएन दाँत कोट्टाउँदै बसेको हेर छ्याट छ्याट त्यो बाटो देख्दैछ कि त यो मान्छेले के अरे हाम्रो गाउँहरू भनेको बिजनेस गर्दैछ अरे पैसा चाहिँ खै बिजनेस गर्नुको लागि पैसा हुनु पऱ्यो भनेर अरे सानो भए त भइहाल्थ्यो नि अरे नमस्ते सर नमस्ते दा हेलो दा एकछिन हौ उता ल यसको पुरी भेट्नु टुङ माथि सुनादा यो गिट्टे माथि हनुमान टपहरू पुग्छ हनुमान भएको जग्गा गएको छ अहिले पर्खी दाउ पऱ्यो भने पुऱ्याएर चलाउँदा बिचरा नरु न त रुनु मायालाई देखेको पनि छेउमा दिँदैछ नि बगा कसलाई भन्नु नि अब अन्त उसले हेर्छ नि बिचरा उसले अब गाउँलाई मिस गरिरहेको होला यस्तो भइरहेको छ तिमीहरू गाउँ भनेर घाम लागिरहेको छ टन्टन तिमीहरूको गाउँ त राम्रो रहेछ है कर्म यञ्जन त्यो वञ्जन कर्म वञ्जनको गाउँमा चाहिँ घाम लागिरहेको छ राम्रै रहेछ हो अच्छे से खिच्चे अच्छे से मेरो फोनमा चाहिँ यस्तो दामी आइरहेको छ भ्यू घाम लाग्नु चाहिँ पर्दो रहेछ कि उसले पनि भ्यू त दामी खिच्दो रहेछ नि लामो यो छ त मेरोमै छ मैले उयो गरेको पो छुइनँ पठाइदिन्छु अहिले सो यहाँबाट चाहिँ अब गौरी शङ्कर हो यहाँबाट जानु छ गौरी शङ्कर चाहिँ अबै बाटो ए भगवान् ए कर्मदा बाटै हो यो हेटेरीका माथिबाट त सलल झरेको त बाटो त के हो यो तँ नडराइ बस् न तै डराइस् भने चाहिँ म त अहिले पछाडि दिन्छु फेरि म चलाउँछु नि बिस्तारै नसुता नि त थट अफ रोडिङ भयो नि हौ कर्मदाको गाउँमा कहाँ थाहा थियो त म त यस्तो छ भनेर बाटो त त्यही हो बाटो त दामी रहेछ त गाउँ त दामी है बाक्लो रहेछ गाउँ है टक्कै यहाँ रोकौँ न एकछिन टक्कै रोकेर चाहिँ म दामी रहेछ गाउँ है बाक्लो है छेडै रहेछ नि हौ उयो चाहिँ टिभी टावर हो कर्सियङको टिभी टावर यो चाहिँ हाम्रो निमादा ए ला कर्मदाको गाउँ आइपुग्यो हामी गौरी शङ्कर हो यो चाहिँ अब कर्मदाको गाउँ हो कर्मदाको घर चाहिँ यहाँबाट म ठिम्माउँछु ल पर्खे अस्ति मलाई को भन्छ हाम्रो साथी पुकर्दाको सारोको नाम के पो सन्जोकले के भन्दै थियो भने नि अस्ति यहाँनिर एउटा उयो त्यो हरियो घर देख्यौ त्यो हरियो घरको यतापट्टि के कतापट्टि हो मेरो यो चाहिँ अहिले हामी कर्मदाको गाउँ आइपुग्यो है गौरी शङ्कर सो यो कर्मदा आर यु मिसिङ यर भिलेज अर नट होइन यदि तपाईँले आफ्नो गाउँघरहरूलाई भुलिराख्नु भएको छ मिस गरिराख्नु भएको छ भने चाहिँ आई एम इन यर भिलेज राइट नाउ यही गाउँभित्रै पर्नु सक्छ सायद कर्मदाको घर चाहिँ यति गाउँमा पर्छ होला यही गाउँभित्र पर्नुपर्छ यतिमै कुन चाहिँ हुनुपर्छ है
मान्छे हिँड्छ नि त हौ होइन मान्छे राम्रै भएछ त फोनले त के गर्छ र त दामी दामी रहेछ जग्गा र तिमीलाई यहाँ कर्मदाहरूको गाउँमा के कस्तो लाग्दैछ ठिकै छ मन पर्यो यता गाउँ मन पर्यो होला गाउँ ब्याकलर छ है फोन गर्न कर्मलाई ल अब चाहिँ यहाँबाट ओह्रालो जानुपर्छ हो सो हामीले घर चाहिँ सोध्यो किन तलबाट ओह्रालो जानुपर्छ अरे हौ उता रातो छप्पर रहेछ नि त है कर्मदा होइन कर्मदा यस्तो रहेछ बाटो चाहिँ अलिक अप्ठ्यारो हो तर केही छैन यतिको त नट ब्याड हो नि ठिकै रहेछ यतिको चाहिँ नट ब्याड होइन कि यो त पुरै नट ब्याड होइन नि यो त पुरा ब्याड नि त राम्रो त राम्रै हो तर हाम्रो त बाटो दियो भन्दा त कता बिग्रेको थियो है बाटो यो आज अफ रोडिङ पनि भयो नि हौ गौशालाको अफ रोडिङ गऱ्यो नि यस्तो बाटोमा चाहिँ बिस्तारै अहिले खुसी हुँदै थियो नि यो मेरो गर्लफ्रेन्डले भेट्नु लगेको के भने त्यसको जा राम्रो त राम्रै हो रहेछ कि बाटो त साह्रै नराम्रो त होइन कि जग्गा चाहिँ बिग्रेको रहेछ नि त पानीहरूले गर्दा बिग्रेको रहेछ यो बाटो त है त्यो नाली त खुल्लै छ फेरि नाली त खुल्लै छ निकै अगाडि बनाएको होला नि त यो बाटोहरू त अन्त त्यसले गर्दा होला आम्मा ओके रहेछ नि बाटो त कर्मदा ओके रहेछ है बाटो चाहिँ त्यही भएर पो नजाऊ भनेको क्या हौ बाटो अप्ठ्यारो भएर है त्यही त यो पो हो कि कमिटी होला अर्को आम्मा पुरै लामो पो रहेछ कि मेरो कानमा के पस्दैछ हौ त्यस्तो लाग्यो मलाई त किरा फटेङ्ग्राहरू पो छ क्या हौ किरा हिँडिँदै रहेछ के पऱ्यो नाम रबिन बमजन है रन्जिता भाउजू है उसको नाम भाउजूको नाम चाहिँ रन्जिता होइन फर्स्ट टाइम आइयो नि हौ गौरी शङ्कर पनि तर म त बाटो फेरि त्यहाँ चाहिँ उयो पुग्छ छैन पर आई लभ मिरिक छ नि ए आई लभ पर्सिङ लेखेको थाहा भयो उयो शिवजीको गाडी भएको छ नि जग्गा ए शिवजीको मूर्ति भएको छ नि त्यहाँ निस्किन्छ कि है ओके छ केही छैन कुन चाहिँ बाइक हो यो हरामी छ त अन्त यो त कमिटी होला ल हौ रातो छप्पर खोज न रातो छप्पर त एउटा भनेको छ त गाउँ यहीँदेखि त ओह्रालो गाउँ छ कि सुन्नुहोस् न यहाँ रविन अङ्कलको घर कुन चाहिँ होला हजुर हजुर बिच गाउँ हुन्छ जरा त नानु यहीँ राखिराख्नु है स्कुटीलाई चाहिँ कति
कोरी कर्मधारी ल झोला पुग्नु भर्खर पुगेँ कि सोध्दै सोध्दै रनिताको उठायो यहाँ त रातो छप्पर भएको जानु पर्यो भने त्यहाँदेखि त्यही एकदम दादालाई सोधेँ कि बीच गाउँ दामी रहेछ नि नानी यहाँ हेर एकछिन न यहाँ बसौँ न एकछिन यहाँ जान्न न एकछिन ल योदेखि ओह्रालो त झन् डर लाग्दछ नि बाटो भिडियो कल गर्दैछ भन्छु हाँ किन न पहिला ए ट्र्याकहरू चाहिँ मलाई बनाउनु खाना नपाएको त के भयो यहाँबाट हिँड्न यसको त फेरि गानै खतरा नि त घाम दिनेछ हौ काउला तिमीहरूको मन पर्यो घाम लाग्यो यो त्यस्तो होइन स्कुटी रहेछ बस्छु त्यो दादाले त्यसो जानु भन्यो ए हल्दी मुनि ए ओ खादिसक्यो घर कुन चाहिँ हौ ए यो यो दिदीको घर हो अन्त त्यहाँबाट यता देखाउँदा यता देखाउँदा राइटपट्टि त्यो पहेँलो घरको माथि छ नि उयो टाइल्स यो घरमा जाउँ ए जुन कहाँबाट जान्छ अब यो चेपबाट जाँदा माग्दैन चेप जाँदा होइन दिदी घर बन्छ दामी लाग्यो अब अगाडि अगाडि भ्लग गऱ्यो भने चाहिँ बाटो त निस्किहाल्छ नि अगाडि भ्लग यो भ्लग चाहिँ तिमीले पनि हेर अरे ल तिमीलाई किसिम हुन्छ तिमीलाई गीतहरूलाई ला बारी त खतम मार्छ होइन आन्टी नमस्कार ल अब चाहिँ हामी यहाँबाट निस्किएको र हेर हेर यहाँको होटललाई गरम भएको हैट मलाई देखेर तर्सिन्छ होला यहाँको मान्छेहरू बहिनीले हाइनेक लागेर भाइले हाइनेक लागेर भन्छ होला नि मलाई त यहाँ भाइले हाइनेक लागेर भन्छ होला उहाँनिर चाहिँ अब म हाइनेक खोल्छु नि अहिले जाडो भएर लाएको गरम भयो टेन्सन हो क्या डर लगिया बहिनी तिमी कहाँ सन्दकपुर गएको कसले नआएको त्यही लगा अघि टी सर्ट लाग्छ नि एउटा अन्त अघि घरबाट आउँदा ज्याकेट लाग्छ नि यस्ता ए ल भाउ एकजना ऱ्याट दामी छैन अब चाहिँ हामी यहाँबाट निस्किएको हो यसले चाहिँ लुगा ज्याकेट भारी भएर खोयो त्यो के गर्छस् त्यो ज्याकेट ब्यागमा हाल्ने ल के फुल्ला रहनु पर्छ नि लाटा दामी छ यहाँनिर दामी थियो दामी थियो गाउँ त तर रमाइलो रहेछ यतिको अल्छी नलाग्ने है तर हामी लौ त अब चाहिँ हामी गौरी शङ्करबाट चाहिँ अब हनुमान शङ्कर गएको मलाई एउटा चाहिँ वाइड एङ्गल लेन्स चाहिँ किन्नु पर्ने रहेछ नि यसमा किन भन्दा यो फोनको वाइड एङ्गल लेन्सको क्वालिटी कम्ती छ कि अन्त प्लस स्टेबलाइजेसन पनि कम्ती छ नि त अन्त एक्स्ट्रा वाइड एङ्गल लेन्स लगायो भने चाहिँ क्या त्यो 60 FPS मा हुन्छ प्लस त्यसको क्वालिटी पनि दामी आउँछ हो अब काम गरेर चाहिँ होइन होला
पठाइदिनु नि आमामा यसो साथीभाइ हेर्नु नि अहिले त्यो बाटोबाट जाउँ ल यार त अप्ठ्यारो रहेछ यहाँ कहाँ पुग्दैछ हेरौँ न नयाँ बाटो ए हो यहाँ आइपुग्दैछ त के को टाढो आइपुग्दैछ त तल कहाँ पुग्दैछ त अन्त मलाई तल पुग्दैछ नि नजाउँ ल तल होस् कि जानु ऊ तल नजाउँ ल त्यो टुरिस्ट गयो छ ए यो राम्रो बाटो चाहिँ राम्रै रहेछ यो बाटो यहाँ चाहिँ छुट्टै नि ओके सो अगाडि हेर्नु सक्नुहुन्छ तपाईँहरूले होइन हेर कहाँ ड्राइभिङ देखेको उहाँ रोक्नु ल यस्तो जग्गाहरू त हेरिहाल्नु पर्छ नि अब के गर्नु अब 700 जना मात्रै भए पनि सब्सक्राइबर त छ हो तपाईँहरूको लागि त यति म गर्न सक्छु नि त 700 जना भए पनि सब्सक्राइबर छ यतिको त म तपाईँहरूको लागि गर्न सक्यो ल 700 जना सब्सक्राइबर भए पनि म तपाईँहरूको लागि यतिको त भिडियो बनाउन सकिहाल्छु नि साथीहरू के छ होइन हेर्नुहोस् ल यहाँबाट यतिको भ्यू देख्नुहोस् यहाँबाट कति रमाइलो छ अलिकति वाइड एङ्गल लेन्समा क्वालिटी बेकारको आइरहेको होला केही छैन र पनि वाह यतिको भ्यू चाहिँ देख्नु पऱ्यो नि त यहाँ चाहिँ कर्मदाले भन्दा हामी चाहिँ यहाँ त्यो सामान लिन आइपुग्यो होइन त्यहाँनिर चाहिँ त्यो सामान पाउँछ अरे दुईटा मात्रै छ अरे अरु अर्डर गरिरहेछ सो यहाँ चाहिँ कुन चाहिँ क्रिम पाउँछ अरे कि त्यसले चाहिँ के हुन्छ अरे भन्दा त गोरो हुन्छ अरे हो म पनि त्यही लाउँछु त्यहाँदेखि चाहिँ गोरे हुनु आएको दिदी हामी गोरे हुनु आएको हुन्छ है हुन्छ होइन हुन्छ अरे त कहिले आउँछ दिदी भित्र म त आउँछ अरे तीन दिन 4 दिनमा आइपुग्छ अर्डर हालिरहेको थियो 300 पिस शनिबारसम्म आउँछ आज कुन बार हेरौँ न आउनु पर्ने सन्चबार टाइम लाग्छ अरे अलिक भएमा ए यहाँ न सब सकिएर खै दिनु त हेरौँ ए यस्तो यहाँ यो भन्दा चाहिँ एडभान्स पनि छ यो जुन चाहिँ छ नि यो भन्दा चाहिँ दामी पनि छ यो भन्दा अलिक राम्रो पनि छ अरे व्हाइटिङ क्रिम यसले त अन्त गोरो हुन्छ अरे नि त यो भन्दा अलिक राम्रो पनि छ अरे यसले चाहिँ म पनि यो चाहिँ म पनि लाउनु पर्यो होला कोले लाउने हो यसमा डुप्लिकेट चाहिँ ब्लर हुन्छ क्या ए अरिजिनलको चाहिँ यस्तो हुन्छ यसको डुप्लिकेट पनि पाउँछ त्यही हामीले त्यही अनलाइन मगाएर त्यस्तो भएको कहिले देखाउनु त अर्को यसको यहाँ त्यो भन्दा अझै यो 400 वाला छ यो 500 यो अझै एडभान्स छ ए दुईटा सेम हो खोल्नु पाइन्छ अलिक राम्रो अरे सेल छ दिनु हामी खोल्दिन्छ ओ यस्तो अझै दामी छ यो 500 अर्को चाहिँ चाँदी चाहिँ 400 अरे यो राम्रो अरे त्यो भन्दा यो त बहुत दामी छ यो चाहिँ दामी हुन्छ अरे त्यो हामीले लाउने भन्दा यो अर्को रहेछ नयाँ रहेछ यो चाहिँ यस्तो तपाईँहरू सर पहिला कोलाई गोरो हुनु मन छ मलाई त हुनु मन छ साथीहरू तपाईँलाई हुनु मन छ भने भन्नुहोस् ल भनेपछि म लिएर आउनु पर्यो तिमीलाई चाहिँ ल्याइदिन्छु अब अरू त के गर्नु अरूलाई चाहिँ यो लगिदिनु न पुरा मन पराउँछ अहिले म पर्छ स्किनको नि तानेर ल्याउँछ क्वालिटी राम्रो हुन्छ के गर्छौ तिमीले यो ल्याइदिनु होइन दुईटा मात्रै लानु अन्त यो लानु नि अझै बहुत राम्रो छ यहाँ पाउँदो रहेछ नि त है दुईटै ल्याउँछु हो अन्त यो चाहिँ ट्राईको लागि ल्याउनु पर्यो भाइ तपाईँको मात्रै पाउँछ ए गोरो हुनु मन लाग्यो भन्नु म दिदीको दोकानमा ल्याइदिन्छु मेरो लागि चाहिँ यो
ल्याउँछु तपाईँको यो भन्दा राम्रो चाहिँ यो हो अरे नि त अहिले यो चाहिँ 500 रुपियाँ अरे यो चाहिँ 400 रुपियाँ अरे यसमा चाहिँ कति ग्राम हुन्छ हौ 50 ग्रामहरू मात्रै हुन्छ कि है यो राम्रो हुन्छ नि यो ट्राई गर्नु पर्यो नि यो बहुत दामी छ दिदीले युज गर्दै गरेको पनि यही हो रे भर्खर स्किन ड्राई छ कि मेरो चेन्ज भइबस्छ स्किन अगर ड्राई छ भने र यहाँ चाहिँ हाम्रो सोनम नानाको गोल्ड चाहिँ सेलेक्ट भइसकेको छ कति यसको कति थियो यो वेट कति हो वेट सानो चुटिकै परेको कस्तो मन पर्यो है डिजाइन पनि क्युट दामी देखेछ कुण्डल अब यसले फिक्स लाउँछ होला त यो यो नाम सुवर्ण तामाङ लेख्नु बड़ा जल्दी लेगी है ये ओ दादा उत्तम दा सुनन दो तँलाई चाहिँ के ल्याइदिने है हेर्नु पर्यो ल 940 ग्राम रहेछ है उसको लाल लगा दीजिए ग्राम भनेको चाहिँ नेपालीमा चाहिँ लाल के भन्छ नि त्यो चाहिँ कति हो कतिहरू भयो एक अनि दुई लाल एक अनि दुई लाल अरे एक अनि दुई लाल मलाई थाहा पनि मैले तपाईँ बेङ्गलोर बस्नुहुन्छ भनेर मैले ग्राममा लेखिदिएको ए ग्राममा लेख्दैछ अरे होइन त्यो चाहिँ देख्नु चाहिँ अब होइन ग्राममा पनि लेख्दिनँ अनि लाल केमा पनि लेख्दिनँ कि त्यो चाहिँ लाल नगी कुनै केमा लेख्दिनु दुई लाल एक अनि दुई लाल ग्राममा पनि लेखिदिन्छु ग्राममा पनि लेख्दैछ अरे त्यो पनि लेख्दैछ अरे बुझ्नु ल हुन्छ अनि अलिकति घटाइ पनि दिनुहोस् प्लिज होइन मैले प्लिज गरेर नै 10,000 गरिदिएँ पहिला कति भन्नुभएको थियो 10,400 10,400 मात्रै घटाएको त्यस्तो बेङ्गलोर जाने त्यस्तो रिक्सी बाटो हो अलिक सस्तो गर्नु पर्दैन अलिकति घटाउनु न अन्त अलिकति अब तपाईँको नम्बर लगेर जाँदैछ अब फेरि ऊ दिले त भक्कु लान्छ त यस्तो गोल्डहरू फेरि तपाईँलाई मगाउँछ तपाईँले भयो तपाईँलाई अर्डर दिएर यस्तो डिजाइनको बनाइदिनु भयो भन्छ कि तपाईँले ट्रान्सपोर्ट गर्नु एक्सपोर्ट त्यहाँ गरिदिनु भयो भने त झन् राम्रो त्यहाँ दिनु सक्नु भयो भने त भयो भने त अलिकति त हुन्छ होला नि त हौ अलिकति घटाउनु नि हामीलाई त पोसाउनु त पर्यो सुनको दाम मात्रै लिएको जेला 400 रुपियाँ लिएको हावा दिएपछि चाहिँ अब बेङ्गलोर फेरि मगाउनु परेन है तपाईँ कार्ड दिइराख्नु ए सबै छ सोना ए 1000 रुपियाँ हो कि 400 घटाइदियो 1000 रुपियाँ हो 10,000 त्यसमा मैले अलिक घटाइदिन्छु नि दाजु त्यहाँ लेख्नु मात्रै 10,000 लेखेको कि अलिकति अब बेङ्गलोर जस्तो टाढोको बाटो हो भनेर त्यही त 1000 रुपियाँ घटाइदिनु 1000 रुपियाँ सक्दिनँ त्यसको उयो छैन डब्बामा हालिदिनु त्यति गरिदिनु नि बिचरा टाढो बाटो हो फेरि नेपालको मान्छे बेङ्गलोरबाट मगाउँदैछ नेपालमा पनि मगाउँछ कि नेपालमा पनि किन्नु सक्थ्यो तर उहाँको भने चाहिँ कर्सियङमा चाहिँ अलिक अब यसो कर्सियङबाटै खोजेर चाहिँ ल्याइदेऊ भन्ने कुरा चाहिँ 9,800 हालिदिनु न ल सोनी 800 हालिदिनु न 800 पोसाउँदैन मैले पहिल्यै 400 घटाइदिएको फेरि 200 घटाइदिएँ 600 घटाइदिएँ पुरापुरी 1000 घटाइदिनु अरे 9,400 हालिदिन्छु भन्दैछ दानाले है 9,400 किनेको पनि हावा दिँदैछु फेरि अब गर्दिनँ त्यति जान्छ है 9,800 गरिदिनु न ल गरेको म हालिदिन्छ त पैसा अन्त अब टाइम छैन मेरो भोलि पुग्नुपर्छ पछि यहाँ रेनकोट किन्ने पैसा चाहिँ मलाई सोनम नानाले हालिदिनु भएको छ हो बेङ्गलोरबाट भाइहरूले पनि थपिदिन्छु भन्दैछ हो रेनकोट किन्ने पैसा पानी झरीमा कसरी भिड्दै जान्छौ भनेर चाहिँ भाइहरूले पनि यसो दुःख देखेर भाइले पैसा दिएको भन्दै भ्लग बनाएको दुःख देखाएर चाहिँ यसो थपिदिन्छु भन्ने छ हो साह्रै छ काठमाडौँ ल त्यसो भए अहिले फोन गर्छु ल म यहाँबाट सामान चाहिँ किनेको पानी परेको देखेर कतै भाइहरूले पनि है बिचरा हाम्रो भाइ बहिनी बिचा होला भनेर कतै रेनकोट किन्ने थपिदिइहाल्छ कि ल्याट्टै ला लगाएको त्यसले चाहिँ के हुन्छ सपोर्ट पाउँछ नि
भाँचिँदैन त्यो हुनु त म यतिकै दिन सक्थेँ कि तर त्यसले सपोर्ट भाँच्यो भने बेङ्गलोर कहिले पठाइरहनु है गरेर ला चाहिँ कसरी लाउँछ खालि खाँदा अलिक त्यसलाई उयो गरेको लाग्यो भने चाहिँ तलको बडी कुचिँदैन नि त नरम हुन्छ त्यो कुचिहाल्छ अलिक हार्ड बनाएको हार्ड बनाएको होइन सपोर्ट दिएको त्यसलाई ए सपोर्ट दिएको सुनको क्वालिटी त घट्दैन सुन पनि गर्दैन क्वालिटी पनि गर्दैन त्यही त बिल त्यहाँ लेखेर पठाएको चाहिँ जति छ त्यति नै हुन्छ फर्काइदिनु त्यो लाएको 950 ग्राम हो 950 ग्राम 40 ग्राम है 940 ग्राम धेरै धन्यवाद थ्याङ्क यू नेक्स्ट टाइम पनि तपाईँकोमा आउँला हुन्छ खै रेनकोटको पैसा दिनु त भाइले ए दिइसक्यो ए होइन हौ थपिदिने भनेको नि भैया भैया ल यता तेर्सी यहाँ ब्यागहरू छ नि मैले अब यिनीमा ब्यागको घटाउँछु दाम किनिदिनु त थप्दिनु नथप्ने त कहाँ छौ तिमी त्यो ब्याग हो बेङ्गलोरदेखि गिफ्ट गरेको हो नानाले त्यत्रो छ एक्सएलहरू छ यो एक्स्ट्रा लार्ज ठिकै हुन्छ होला है ठिकै साह्रो ठुलो नलैज अब त्यही हो भैया म चाहिँ त्यो भन्छु बिजनेस गर्नु किनभने टाढोको मान्छे अब तपाईँको जग्गामा हामी आएर तपाईँहरूलाई के भन्नु नि अब हाम्रो यतातिर आएर यस्तो फाल्टो यताउता गरे कहाँ अन्त पुग्दैन अरूलाई फाल्टुलाई भन्नु त हाउडामा सानो कुरोले ठुलो झगडा हुन्छ दामी देख्यो त चिन्छ फेरि अगाडि थ्याङ्क यू भनिदिइहाल्नु न नाना सोनाम नाना तपाईँलाई एकदम थ्याङ्क यू है यो चाहिँ मैले लिएको रेन्टको हो ओके तपाईँलाई थ्याङ्क यू अन्त यो भ्युवर्सहरूलाई पनि भन्न चाहन्छु कि यो चाहिँ मलाई सोनाम नानाले बेङ्गलोरबाट गिफ्ट पठाइदिनु गिफ्ट चाहिँ पठाइदिनु भएको नि किनिदिनु भएको यता पानी पऱ्यो भनेर र यहाँ चाहिँ के गर्दा कसो गर्दा एकदमै यति टाइम गइहाल्यो हो सो अब हामी चाहिँ त्यहाँबाट चाहिँ निस्किने एक दुईवटा सामान छ उक्रेको त्यो चाहिँ हामी सुनादामा गएर किन्छौँ र अब चाहिँ अब हामी यहाँबाट निस्किने अन्त रेनकोटको लागि चाहिँ 1 सेकेन्ड सोनाम दिदीलाई थ्याङ्क यू होइन नानाले चाहिँ मलाई पैसा थपिदिनु भएको थियो प्लस फेरि यता नानाले पनि थपिदिनु भयो नि त पैसा त्यसले गर्दा नानाले चाहिँ मलाई 1000 हालिदिनु भएको थियो नानाको रेन्टको निकालेर होइन त्यो अन्त नानाले पनि थपिदिनु भएको सो अब चाहिँ हामी गएको स्टुडियोबाट छ सो एकछिन माउन्टिभेट जानुपर्छ आन्टीको घर कस्तो त्यहाँदेखि सिलसिल जान्छु बजार पूजाले छ त है गाइस ल अब चाहिँ हामीहरू कर्सियङबाट निस्केको होइन त्यो प्रायः काम त सबै सक्यो र एउटा सामान चाहिँ किन्नु अलिक पाएन हामीले त्यो सामान चाहिँ अब हामी त्यही गएर सोनादामा किन्ने त्यो अहिले धेरै सामान किनिसक्यो 8-15 होला 6-15हरू बजी होला त्यो भयो अब त अलिक कत्रो उयो अब चाहिँ हेरौँ सोनादामा एउटा सामान किन्नुपर्छ त्यो सामान किन्नु सबै भयो अन्त भर्खर हामी यहाँ सुनादा आइपुग्यो प्लेनमै भर्खर सुनादा आइपुग्यो यहाँ चाहिँ नानाले भाइलाई टी सर्ट किनिदिनु थियो कि ब्ल्याकहरू लाउँदैन गुम्बातिर लाउने खालको किन्दैन तर यस्तोहरू लगाइदिँदा पनि हुन्छ फाटो कोही कोही बेला जान्छ नि कहाँतिर लाउनु पऱ्यो नि सुहाउँछ कि तर लाउँदैन भन्छ भाइले लगाइदिनु नि त के अरे भैयाजी
अम्बो दग्दी हेर्दो रहेछ हाम्रो लागि नै टी सर्ट दिन्छ टप होइन हौ टी सर्ट हुन्छ दुईटा टी सर्ट होइन यस्तो होइन होइन यस्तो होइन न यस्तो खालको टी सर्ट दिन्छ ओइ टी सर्ट दुईटा होइन दुईटा नि टी सर्ट टी सर्ट दुईटा दिएन एउटा यो अझै एउटा कालोमा दिनु कालोमा हजुर भर्खर चिना राखेको कि कालोमा दिनु कालोमा लाने त्यो निलो छ टिका पाइनु दिनुलाई निकै थिएन यो दिएन अरू टाइपमा छैन यही सब चल्दैछ नि अरू टाइप अरू देखाउनुहोस् त एक त यही सब चल्दैछ अरू नत्र भेट्दै गरी आउँछु ल पिसा भन्छ आउँछु हेर्नुहोस् त यो दिनु बहुत रात पऱ्यो साथी हो पानीले गर्दा चाहिँ यस्तो डिस्टर्ब गर्यो कि हामीलाई चाहिँ रेनकोटले थाम्नु नसक्ने पानी पऱ्यो बिच बाटोमा चाहिँ भगी पनि त्यस्तै थियो हो रोकेर बसिन्जेल बनायो नि आधी घन्टा लगभग चाहिँ हामी बस्नु पऱ्यो बिच बाटोमा अनि त्यस्तो बाटो परिरहेको रेनकोटले थाम्नु नसक्ने पानी कत्रो पऱ्यो होला नाना चाहिँ राति भएकोले गर्दा डरै राख्छ हो तर मैले भनेको बेला नडर न म त्यस्तो कमजोरी होइन नि ड्राइभर भनेर नि ठिकै भइदिएँ कुदाएको त पुरानो हो नि अब नयाँ भएको डराउनु पर्दैन नि होइन त्यहाँहरू नि म मजाले नडरै चाहिँ बस्न भनेको त्यो डरै राख्छ कि तर केही छैन साथी हो र आई होप तपाईँहरू सबैजनालाई यो भिडियो मन पऱ्यो होला साथी हो होइन र आजको भिडियोलाई चाहिँ यतैतिर क्लोज गर्ने हो किनभने अब घरसित लाग्ने साथी हो अब घरमा गएर भिडियो बनायो अनि समय नमिल्ने रहेछ कि सो आजको भिडियोलाई चाहिँ यहीँ क्लोज गर्छु साथी हो आई होप तपाईँहरू सबैजनालाई यो भिडियो मन पऱ्यो होला र यदि तपाईँहरू कोही पनि मेरो युट्युब च्यानल नयाँ हुनुहुन्थ्यो र मेरो भिडियो नयाँ फर्स्ट टाइम हेर्नुभएको हो भने चाहिँ प्लिज डु लाइक सेयर एन्ड सब्सक्राइब टु माई युट्युब च्यानल अनि भिडियो हेरेर प्लिज सेयर गरिदिनुहोस् होला प्लस कमेन्ट गरिदिनुहोस् होला है र यसरी नै डेली भ्लगहरू अब गर्दै नै छु आई होप तपाईँहरू सबैजनालाई मन त पर्दै नै छ सो ओके अहिलेलाई भने चाहिँ बाई बाई र अब चाहिँ हामी दुईजना दिदीभाइ तपाईँहरू सामु बिदा भइसकेको छौँ पानीले मेरो खुट्टा भिज्दैछ नानाको पनि खुट्टा भिज्दै होला हो बाटो यस्तो छ अँध्यारोको समय छ अब उहाँबाट चितुवा निस्किन्छ भने डर हो चितुवा निस्किन्छ अरे नि त उबाट आऊ निस्किन्छ त अन्त कहाँ राखेर बसेको होला ओके गाइज बाई बाई स्टे ट्युन वेट फर नेक्स्ट भिडियो है नयाँ भिडियोको लागि वेट गर्नुहोस् र अर्को भिडियो पनि चाँडै आउँछ सो अहिलेलाई भने चाहिँ बाई बाई र तपाईँहरूलाई थाहै छ अहिले मेरो भिडियो चाहिँ एक दिन छोडी एक दिन गर्दै आउँदैछ दुई दिनमा अब डेली भ्लग चाहिँ अब जस्तै डेली त डेली बनाइन्छ तर एडिट गर्नु पनि समय लाग्दो रहेछ नि त अलिक समय बेसी लाग्छ होइन अब भ्लग त गरिहाल्छ नि होइन बोल्नु त प्याक्कै अन गऱ्यो बोलेको त एडिट गर्नु समय लाग्छ त्यसले गर्दाखेरि चाहिँ दुई दिनमा अब भिडियोहरू आउँछ सो मानिदिनुहोस् आज गरेको भिडियो अब पर्सि दिन आउँछ त्यसरी टाइममा आउँछ है र अब तपाईँहरूलाई त्यो भिडियो मन पऱ्यो होला बाई साथी हो हामी चाहिँ अब रम्बुल पुगेको हो अहिले सिधै लाइनमा छौँ अब पुगिहाल्छ रम्बुल सो बाई बाई साथी हो